सानोले उस खानेले थुपा खानै पाएन खाजा खाने ठाउँमा रोकेको छौँ अब खाजा खाने मेरो भाइ र मम्मी अर्नव छ्यामा कस्तो दामी ठाउँ रहेछ यार यो ठाउँको नाम के हो ए लुम्ले रहेछ नि त हाम्रो खाजा पुरी र तरकारी खायौँ ल छिटो खाने अनि जाने कस्तो खालको पुरी हो यो कस्तो डिफ्रेन्ट छ टेस्ट पनि तर पनि Wow! So beautiful. Actually, sponsor photo jam na. Welcome to Gandro. Finally, हामी आइपुग्यौँ छ्यामा कस्तो लाग्यो अर्नव कस्तो लाग्यो तिमीलाई यति सानो मान्छे घुमेको कस्तो भयो भने एक्सपिरियन्स यस्तो दामी भयो ओभर एक्टिङ भएन कस्तो लाग्यो सानोलाई एकदम मजा आनन्द थ्याङ्क यू दाई बाई बाई ल कस्तो फुरुक भएको छु म कस्तो चिसोले टाउको पसल रहेछ यहाँ सानो यही हो के हो नाम This is one of our lodges. स्काई गार्डन Yeah, this is what we got for our comfort. यही हो स्काई गार्डन दिस इज आवर होटल यही हामी चाहिँ बस्ने आज हजुर आइपुग्यौँ फाइनली वी आर हियर हाम्रो चाहिँ रुम नम्बर 402 र 403 खै कस्तो छ रुम यता आउनु त राम्रो छ यसरी वासरुम मलाई हेरेर सुरुमै वासरुम हेरिहाल्नुपर्छ कि ओके ठिकै छ यति हो नट ब्याड खै यता हेरौँ कस्तो छ म त यता सुत्ने है ओ म त यता सुत्ने हो म त वा यो मलाई यो रुम मन पर्यो म यहीँ बस्छु म दिदी पनि यहाँ सुत्छौँ तपाईँहरूको दिदी पनि उता सुत्नु ल वाउ ठिकै छ यहाँबाट चाहिँ भ्यू यस्तो छ वाउ नाइस तल गेमहरू हुँदैछ ल जाम गाइजहरू जाम हामी चाहिँ फ्रेस भएर फेरि जान लागेको बाहिर यसो डुल्न फोटो खिच्ने रे अब बाबुको पुन्टेको कता के बोलाउँ भयो के बोल्न पनि आएन कि सिस्नो अर्नवसँग भिडियो बनाउने होला अर्नव भाइ गरिदेऊ बिस्कुट खाँदै हिँड्छ खाँदै अर्नव त भाइरल अब अर्नव वेलकम 10 मिनट जाने नि त अब के गर्ने जाने के खाएर बस्नु त नि यतिकै घुम्नु पर्यो नि
जाने घुम्न आएको अब घुम्ने तपाईँ देख्नु भयो सानो यहाँ के को छा हो के हुँदैन ओ यहाँ चाहिँ घोडाको घर रहेछ यिनीहरूले चाहिँ सामान बोकेर लिएर आउँछ अरे र हामी चाहिँ हिँड्दै हिँड्दै माथि हाम्रो होटेलदेखि चाहिँ गुरुङ कटेज आयौँ थाक्दो रहेछ यार चिसोमा झन् यसो ढाक्ने यो एकदमै बाहिर गुरुङ कटेज सबैको मनपर्ने ठाउँ अन्त अहिलेको भ्यू चाहिँ यस्तो छ हिमाल चाहिँ पुरै ठेकिरहेको छ भोलि बिहानै देखिन्छ होला होप अहिले चाहिँ यत्तिकै आएको भोलि चाहिँ प्रोपर ड्रेस लगाएर भोलि चाहिँ बल्ल फोटो भिडियो खिच्ने फोटो खिच्ने ल ओके चिया कफी आयो दिस इज फर मी मिल्क कफी छिटो आउनु कफी चलाउँछ अङ्कलसँग गफ गर्दैछौँ है हामी त्यही ठुलो कुरा हो आफू सेटिस्फाइड हुनु पर्यो या कति वर्ष हुनुभयो हजुर ए हो ए कुरा गर्दै हुनुहुन्छ मम्मीहरूसँग He was so sweet. अब हाम्रो थुक्पा पनि आयो अब थुक्पा खाने सुरुप आफ्टर कफी या खानु खाऊ बेलुकाको भात हेर्दा खाने अहिले मिठो होला खाना पनि जस्तो लाग्यो मजा आयो म सुप खान्छु गुरुङ कटेजबाट फर्कियौँ खाजा खाएर तल बाई भन्नु के रे अर्गानिक ल अर्गानिक सिबी है यो चाहिँ हेर्नु न साग कस्तो दामी थियो जस्तो पहरामा थियो कसरी लाग्यो होला यो साग वाउ ओभरअल एक्सपिरियन्स राम्रो भइरहेछ अहिलेसम्मको चाहिँ हेर्नु न पुरा यस्तो बान्डोमा कि साग लु कस्तो राम्रो धारा यो पुरानो जमानाको धारा होला आई थिङ्क छ्यामा मम्मीहरू यो बाटो हुँदै जाने अब हामी चाहिँ दामी के यहाँबाट माथि भोरिबान जाने बाटो अब हामी चाहिँ यहाँबाट कहाँ जाने र हामी चियाबारी जाने भनेको रात पर्छ भन्थ्यो नि त अनि बुवा चियाबारी जाने कता हो नि बाटो ए माथिको हो कति टाइम लाग्छ नि आधी घन्टा नजानु प्लिज नजानु चिसोले कस्तो भइसक्यो नाक थाहा तिमी चाहिँ स्कुलको के भन्छ अरे टुर नगइकन हामीसँग फ्यामिली टुर आएको छ कस्तो लागिरहेछ तिमीलाई भन ल जम्मा रमाइलो मात्र अरू नि बोल न अब के अरे साथीहरूसँग गयो जम्मा एक दिनको लागि मात्र हाम्रो भनेको यहाँ 2 दिनको लागि ए तिमीहरू एक दिन बिहान गएर बेलुकै फर्किनेवाला थियो ए बाफ्रे को त्यस्तो सोरी लगाउने राम छ्या भएन यो गीत भएन अलि सानो के भिला हेर्न आएको रे हामी ए त्यो भ्यू हो त्यो हो त्यहाँबाट के भ्यू देखिन्छ अरे त्यही भएर हेर्न आएको हामी चाहिँ ल जाम हिँडी हामी कहाँबाट तर कस्तो दामी आयो कि सिन चाहिँ वाउ कस्तो रमाइलो ओए यो भ्यू देखि नि गट इट हामी आयौँ आन्टी भिडियो बनाउन आयो
बाटो खोज्दै खोज्दै बल्ल बल्ल आइपुग्यौँ ल इस यहाँबाट कस्तो राम्रो देखिन्छ कि हामी दमौलीदेखि आएको हो ल हेर्नुहोस् है कस्तो दामी देखिन्छ यहाँबाट हो नाइस देख्नुभयो गाइज रातै पर्यो हामी फेरि उता घुमेर आउँदाखेरि रातै पर्यो हामी अलि हिँड्दैछौँ बाटोमा डिनर फर टुडे गम गम देखाउँ तातो भयो भयो गम गम सिर्फ गम गम I love first bite. अब चाहिँ हामी सुत्न लागेको गुड नाइट होली आएर यतिकै भ्लग बनाउन आयो त आजको दिन कस्तो रमाइलो भयो नानी अनएक्सपेक्टेड कि सोचेको भन्दा पनि राम्रो भयो लाइक हामी कस्तो टाइममा आयो अनि पुरै यो घान्द्रुक पनि घुम्न पायो डेमा अनि अघि बेलुका त्यहाँ तल नाचियो पनि कस्तो रमाइलो भयो कि मजाले घुम्न हाई गाइस गुड मर्निङ फर घान्द्रुक भर्खरै उठेको फेरि पुरा यस्तो हुन्छ है डेन्जर शीत परेछ यहाँ आम्मामा तर लास्टै चिसो बल्ल कसको लबर खसेछ भाइ अब एकचोटि टपमा गएर हेर्नु पर्यो कति धेरै मान्छे छ आमा पुरा मान्छेहरू त सब मान्छेहरू माथि माथि बसेर यो हिमालको फोटो खिचिरहनु भएको छ फोटो भिडियो बनाइरहनु भएको छ सो मेनी पिपल कस्तो राम्रो देखेछ कि हेर्नु न यो चाहिँ क्यामेरामा खासै राम्रो हेर्नु तर अब हामी चाहिँ यहाँबाट प्याकिङ गरेर चेकआउट गर्न लागेको अब यहाँबाट चाहिँ हामी माथि गएर भेट्छु ल अब गुरुङ कटेजतिर लाग्यो अब त्यो हामी लास्ट डेस्टिनेसन त्यहाँ पुगेर फोटो खिच्ने अनि घरतिर लाग्ने हो त्यही पुगेर भेट्छु बाई कताले केही नि गर्दैन साइड साइड जानु कमरैमा सब ड्रेस लगाएर बिहानदेखि घान्द्रुकमा भिड भाइ साहब इतनी ज्यादा भिड है म घाममा आनन्दले बस्नु मन लाग्यो आउनुभयो माथि कटेज गुरुङ कटेजमा हजुर हजुर हिजै बुक गर्नु भएको थियो ड्रेसको लागि होइन होइन आज गएर गर्ने 11 बजीसम्म चान्सै छैन ए चान्सै छैन अरे त्यो नि पाउँछ होला हामीले दिन्छ होला हिँड्नु त यहाँ गुरुङ कटेज बिहानबाट भिड छ यार कति बेला हामीले ड्रेस लगाउन पाउने धेरै मान्छे तिमी पनि टु गर्नुहोस् यस्तो गर्नुहोस् यस्तो वा कति राम्री राम्रीहरू कता हो नि घर कता ताला टालावालाको हो ए मगनी कि गुर्सेनी हो थापा हो तिमी नि ए मगर्नीहरू हो ल बाई गरिदिउँ बाई मा गरिदिउँ वाउ ल अब चाहिँ हामी निस्किन लागेको यहाँबाट खानासाना खाएर बाई बाई घान्द्रुक ल बाई बाई गुरुङ कटेज सी यू नेक्स्ट टाइम ल गाइस हामी चाहिँ घर फर्किँदै हो बाई बाई गरिदिनु सबैजनालाई बाई बाई अब चाहिँ हामी फर्केको थ्याङ्क यू फर वाचिङ यहाँसम्मको लागि थियो हाम्रो यात्रा सकियो अब घर जाने सुत्ने सानो बाई गर्नु बाई बाई